अनि गाइड हियर इज अ न्यू लुक्स हैन गाइड हैन वेलकम ब्याक टु माई न्यू भिडियो भन्छ क्या आज चाहिँ म कपाल काट्न जाँदैछु कलेजको लास्ट ल्याङ हाने होइन कपाल देखेर के हुँदो रहेछ आज चाहिँ म कलेज गइनँ त्यो सन्चो थिएन त्यही भएर चाहिँ हिँड्दैछु कपाल काट्न जाँदैछु त्यो घाम चाहिँ लाग्छ चर्को लाग्छ होइन आज चाहिँ यति घाम चाहिँ लाग्न पर्छ कि जाडोमा पनि होइन कपाल काटेर नआउँछु तर वास्तवमै कपालले के हुँदो रहेछ अनि रिस उठ्ने अनि कलेज लाइनमा कपाल पालमला भनेर बसेँ पालमला अनि ट्याक्टर फेरि पट्टामला भनेर पुरै के 10 कक्षा आधा पुरै कलेज आएपछि त कपाल पाल्न पाइने सेती पट्टिन्छ भन्ने हुन्थ्यो अहिले कलेज लाइफ सुरु भयो थाहा भयो कलेज लाइफ भएर थाहा भयो न खेती पट्टिए न कपाल बाँचे सपना नै हुने भए विपना हुने भएन होइन के सपना थियो 10 पछि त हिरो बनाउँला खेती पट्टाउँला कपाल पालौँला भनेको अहिले चाहिँ खोया बेलामा त रिस उठेर तालु हाल्नु जस्तो लाग्छ तर क्या नि नराम्रो देखिन्छ होइन तालु हाल्यो भने त हिँड्दैछु होइन म चाहिँ अब अहिले फाइनली लगभग 15 मिनट हिँडेपछि चाहिँ मैले पसल भेट्टाएँ होइन पसल चाहिँ अलिक तल रहेछ उस एरियामा पपुलेसन लो भएको एरियामा चाहिँ कपाल काट्न भित्र पसेँ होइन कलाएर भित्र बसियो भिड रहेछ त्यही भएर बस्नु पऱ्यो एकछिन बसियो हेऱ्यो कपाल काटेको पुरै मस्त गीत चलिरहेको थियो धोती गीत इन्डियन गीत चलिरहेको थियो भैयाहरूको म चाहिँ यत्तिकै कपाल भैया चाहिँ मस्त लाएर गुड्का मिच्दै थियो होइन ट्याक्क लाएर यताडि म चाहिँ होइन हेर्दै थिएँ अब चाहिँ कपाल काट्छ होइन न्यू लुक्स होइन औडा देख्यो होइन आफूलाई हेर्दा मलाई औडा फिल भइरहेको त्यत्रो कपाल लामो कपाल गयो कस्तो देखिआयो भन्ने मलाई होइन कमेन्टमा कपाल पनि काटियो अब गएर चाहिँ नुहाइदै गर्नु छ कपडा सौडा धुन अनि मक नोटहरू गर्नु छ ढिलो काट्दो रहेछ अनि भैयाले त त्यहाँ कति आधी घन्टा 1 घन्टा जति लाग्यो होला काट्नलाई बिस्तारै चलाएको कैँची नि झ्याउ लगाएर बस्दा बल्ल बल्ल काटियो होइन कपाल चाहिँ म जाँदैछु कोठातिर र आजको लागि यति नै आयो गाइस कपाल काटियो ल